सक्नुहुनेछ। यसैगरी यस हप्ता हामीसँग शेयर गफ गर्नका लागि हुनुहुन्छ लघुवित्त ब्याङ्कर्स सङ्घका पूर्व अध्यक्ष तथा विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्साल। उहाँसँग समग्र बजारको स्थिति के कस्तो बनेको छ, नेपाल राष्ट्र ब्याङ्कले ब्याज दर निर्धारण गर्दा बेस रेटमा आधारित हुनुपर्ने व्यवस्था कायम गराएको छ भने सोही अनुकूल बजार अझ व्यवस्थित बनाउनका लागि के कस्ता नीतिगत व्यवस्था गरिदियो भने लघुवित्त कम्पनीहरूलाई कारोबार गर्नका लागि सहज हुन्छ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। अब लागौँ शेयर डिस्कसन तर्फ। सरलाई स्वागत छ कार्यक्रममा। हस्, धन्यवाद दाजु। दोस्रो बजारमा तपाईले नेतृत्व गर्दै गर्नुभएको संस्था पनि कारोबारमा छ। अब बजार उल्लासपूर्ण रूपमा बढेको पनि छ। पछिल्लो समय लगानीकर्ताहरूको नजरमा माइक्रो फाइनेन्स पनि परेको छ। शेयर बजार जोड्नै मन लाग्यो शेयर गफ गर्दाखेरि। के छ सर, तपाईँले चाहिँ तपाईँको नजरबाट चाहिँ आज सिइओको रूपमा चाहिँ लघुवित्तको सिइओको रूपमा बजारलाई कसरी हेर्नुभएको छ? अब बजार पहिले त बेसिक फन्डामेन्टलबाटै धेरै गाइड हुन्छ भन्ने धेरै लाग्दैन मलाई। नेपाल बजारमा सबभन्दा पहिलो कुरा त मैले धेरै पाउँदिनँ। केही कुरा त छ, अब राष्ट्र ब्याङ्कको पोलिसी, अब रेगुलेटरी पोलिसी, अब संस्थाहरूको वित्तीय अवस्था त्यसले पनि कहीँ कतै त छ, त्यसको कति आधार नभएको त होइन। तर सबै कुराहरू चाहिँ बजार बढ्नु चाहिँ फन्डामेन्टल्सहरूले नै आधारित हो भन्ने त लाग्दैन। र अहिले तत्कालमा अहिले लघुवित्तप्रति आकर्षण भन्नुभयो, केही रूपमा एक दुईवटा कुराहरूले चाहिँ अलिकति फरक हुन्छ होला भन्ने अनुमान सबैको छ। एउटा त्यसमध्येको अलिक अस्ति भर्खरै आएको राष्ट्र ब्याङ्कको मोनेटरी पोलिसीको रिभ्यू, जुन लघुवित्त संस्थाहरूले पनि बेस रेटको आधारमा होइन ऋणको ब्याज दर निर्धारण गर्ने भन्ने छ। त्यसले चाहिँ अलिक साइन्टिफिक एउटा मेथड हुन्छ, एउटा प्रफिटेबिलिटीको एउटा लेभलमा हुन्छ, त्यसले सस्टेनेबल एउटा उसको हिसाबले जान्छ भन्ने देखिँदाखेरि बजारले अलिकति पोजिटिभ रेस्पोन्स गरे हुनसक्छ। अब यो गुड लोनको प्रोभिजनिङको कुरा छ, लोन लस प्रोभिजनिङको कुरा चाहिँ सबैलाई एबिसिडी सबैलाई अलिक घटाएको छ। 1.1बाट 1 गरायो, त्यसले फाइनेन्सियल इम्प्याक्ट गर्छ भने थोरै, लघुवित्तको त थोरै गर्छ। त्यसले त्यो कुराले अलिकति फन्डामेन्टल्सहरूमा केही चेन्ज भएको छ। र अब सबैको अनुमान चाहिँ इकोनोमी अब चलायमान हुँदै गर्छ, अलिकति हुन्छ कि भन्ने पनि हो। त्यसले इकोनोमी जब चलायमान हुन्छ भने सबै ब्याङ्क वित्तीय संस्थालाई पोजिटिभ इम्प्याक्ट पर्छ, अब लघुवित्तलाई पनि पर्ला भन्ने हिसाबले पनि अब सबै के भने ल भयो भन्नेपछि त्यो माहौलले भयो भन्ने हुन्छ कि ल बर्बाद भयो भनेपछि बर्बादतिर जान्छ र राम्रो हुँदै गयो भनेपछि त्यसै राम्रो हुने हो। खासै फन्डामेन्टल्सले सपोर्ट गरेको भन्दा पनि त्यो रूपमा हो। अहिले चाहिँ त्यो हिसाबले अब सबै गभर्मेन्टले अस्ति एउटा तपाईँले हेर्नुभयो भने एउटा आयोग बनायो, एउटा समिति के भन्छ त्यो अर्थ के अरे प्राइभेट सेक्टरलाई कसरी इन्करेज गर्न सकिन्छ भनेर एकजना विज्ञ रामेश्वर खनालको सुझाव आएको उच्च स्तरीय सुझाव उहाँले पनि केही कुराहरू सजेस्ट गर्नुभयो। राष्ट्र ब्याङ्क के अरे नेपाल सरकारले पनि त्यसैलाई टेकेर केही कुराहरू अगाडि बढाउँदैछ। विधेयक आइरहेछ, प्राइभेट सेक्टरको लगानीको कुरा आएको छ। यी सबै कुराहरूले कहीँ कतै सकारात्मक हुन खोजे हो। अब हुन्छ भन्ने विश्वासले सायद बजारलाई अलिकति प्रभाव पारे हुनसक्छ। हजुर, पक्कै पनि बिस्तारै अर्थतन्त्रहरू चलायमान हुने आशा र हुँदै गरेको अवस्थामा चाहिँ त्यही अनुकूल सूचक बढेको देख्नुभएको छ। तपाईँहरूले विगत लामो समयदेखि माग गरेको विषय, अब लघुवित्त ब्याङ्कर सङ्घको तपाईँ नेतृत्व गर्दादेखि नै होला सायदमा, लघुवित्तको ब्याज दर बेस रेटमा आधारित हुनुपर्छ भन्ने कुरा चाहिँ तपाईँकै मुखबाट मैले धेरै वर्ष पहिले सुने जस्तो लाग्छ। हजुर, आज आएर सम्बोधन भएको छ सर। अब के छ, अब कस्तो हुन्छ यो सम्बोधन? होइन, त्यो अब ब्याङ्कर सङ्घले व्यक्तिगत रूपमा भन्दा ब्याङ्कर सङ्घको तर्फबाट हामीले गरेका थियौँ 5-7 वर्षदेखि त्यो कुरा एडभोकेसी। सबै त्यो पछिका समितिहरू नेतृत्वमा सबैले भनिराखेको कुरा हो। र राष्ट्र ब्याङ्कसँगको अनौपचारिक योभन्दा अगाडि पनि अब यसलाई लागू गर्ने भन्नेमै हुनुहुन्थ्यो उहाँ सबै पदाधिकारीहरू पनि। र अहिले पछिल्लो यो मौद्रिक नीतिको समीक्षामा त्यो कुरा परेको छ। त्यो राम्रो कुरा हो। त्यसले चाहिँ 2-3 कुरा सकारात्मक हुन्छ। अब अहिले भर्खरै नाफा धेरै हुने घाटा गर्ने मैले त्यसरी हेरेको छैन। आजको दिनमा बेस रेट लागू गर्दाखेरि एउटा संस्थालाई कति नाफा हुन्छ कति घाटा हुन्छ भन्दा पनि यसले लङ टर्ममा के हुन्छ त भन्ने कुरा 2-3 कुराहरू यसको पोजिटिभ देख्छु मैले। एउटा त सस्टेनेबल, एउटा चाहिँ फाइनेन्सियल्ली एउटा कहिले एकदम उतार चढाव हुँदाखेरि चाहिँ कहिले एकदमै धेरै नाफा, कहिले हामीले 3%मा 4%मा बढो गरेर 15% लगानी गर्ने, हामीलाई 11%को मार्जिन हुने
कहिले हामीले 14% 15%मा लिएर 15मा लगानी गर्नुपर्ने त्यस्तो अवस्था छ कि मैले आफूले 10 वर्षमा भोगेको कुरा यथार्थ कुरा हो त्यो। मैले कुनै दिन 2%मा पनि 10 वर्षको बिचमा मैले 2%मा पनि मैले बरु गरेँ, कमर्सियल ब्याङ्कको पैसा ल्याएँ र यो 2 वर्षमा 15.1 मा पनि ल्याएँ मैले। हेर्नुहोस् यो 10 वर्षको बिचमा भनेपछि यो 1-2 वर्ष अगाडि 15.1 जुन मैले 15मा लगानी गर्छु ल हेर्नुहोस् 2 देखि 15सम्मको हाम्रो बरोइङ रेट त्यो लेभलको रेन्ज भएको कारणले चाहिँ यसले त अस्थिर हुन्छ, त्यो सस्टेनेबिलिटी भएन। त्यसबाट एउटै खालको नर्मल एउटा प्रफिट अथवा मार्जिन लेभलमा चल्नुपर्छ भन्ने हिसाबले चाहिँ बेस रेट साइन्टिफिक हुन्छ भने अब एउटा त्यो पार्ट। अर्को चाहिँ लघु वित्त संस्थालाई जहिले पनि यो बढी नाफा गर्यो, बढी लगानी गर्यो, 15% बढी लियो यो भन्ने आइरहेको छ, तर त्यहाँ भित्रको यथार्थ के हो भन्ने थाहा छैन। त्यसमा ट्रान्सपेरेन्सी पनि हुन्छ, यसले चाहिँ पारदर्शिता होइन, हामीले कतिमा ऋण लिएर आएको छौँ, हाम्रो कस्ट कति छ, हाम्रो सञ्चालन खर्च कति छ र हामीले कतिमा लगानी गर्छौँ भन्ने कुरा चाहिँ त्यो पारदर्शी रूपमा हामीले देखाउन सक्छौँ। त्यस कारण तैँले ठगी चोरिस भन्नु पाइँदैन, त्यहाँनिर सबै तथ्याङ्कले देखिन्छ। त्यस कारणले त्योबाट पनि हामी मुक्त हुन्छौँ। दोस्रो पोइन्ट भयो त्यो। अब तेस्रो चाहिँ यो हामीले कहीँ कतै आउँछ यो हामी ओपन मार्केट इकोनोमी, हामी ओपन मार्केटसँग जोडिएको कुराहरू हो। हामी पनि अब लघु वित्त पनि प्राइभेट सेक्टरको संस्थाहरू हो। अब अरू सबै एबिसी सबैले गर्दाखेरि डीलाई किन नगर्ने त हामी त्यो सबै हामी त्यसलाई अभ्यस्त हुनैपर्छ। हाम्रो ग्राहक पनि चाहे अलिकति कपासिटी हिसाबले आर्थिक रूपले नलेज हिसाबले अलिक कम भए पनि उनीहरू पनि त्यसलाई अभ्यस्त हुँदै जान्छ। आजको दिनमा के हुन्छ नि उनीहरूले बुझ्दैन बेस रेट के हो, कसो यस्तो गर्नु हुँदैन भन्ने पनि छ, तर उनीहरू अटोमेटिक थाहा हुन्छ। त्यस कारणले पब्लिकसम्म जाँदाखेरि पनि यो एकदम ट्रान्सपेरेन्टली के अरे त्यो सबैले थाहा हुन्छ हामी मार्केटमा चल्छ भन्ने कुरा हुन्छ। त्यसले ट्रस्ट लेभल संस्थाहरूको ट्रस्ट लेभल बढ्छ, किनभने संस्थापट्टि विश्वास गर्नै पर्छ होइन, र संस्थाहरू पनि बलियो हुनुपर्छ। तेस्रो पोइन्ट। अर्को चाहिँ प्रतिस्पर्धा पनि हुन्छ। मैले देखेको प्रतिस्पर्धा के द्याट सेन्स कि मेरो अपरेटिङ कस्ट बढी छ भने मेरो कस्ट अफ फन्ड बढी छ। कस्ट अफ फन्ड त मेरो कन्ट्रोलमा धेरै हुँदैन, किनभने मैले बरु गर्छु अथवा मैले डिपोजिट लिन्छु, डिपोजिटको आधारले मेरो कस्ट अफ फन्ड निर्धारण हुन्छ। अपरेटिङ कस्ट त कहीँ कतै मैले कन्ट्रोल गर्न सक्छु, अलिअलि थोरै तलमाथि गर्न सकिन्छ, एफिसियन्ट हुन सक्छु। त्यसमा अलि मैले वर्कआउट गर्नुपर्छ, किनभने बढी हुने बित्तिकै मेरो ग्राहक भड्किन्छ होइन, मेरो संस्थाको मान्छेहरू अर्कोतिर जान्छ। त्यस कारणले मैले कस्ट कसरी लो राख्ने भन्ने कुरा मेरो चिन्ताको विषय हुन्छ। अब अहिले लघु वित्त हेऱ्यो भने हिजो मात्रै पब्लिस गरेको, अब होलसेलको त मैले कुरा छोडेँ, होलसेल फरक बिजनेस भयो। रिटेलको चाहिँ 11:30 देखि 15-16सम्मको बेस रेट छ होइन, पुस महिनाको हेर्दाखेरि भनेपछि 3% जतिको 3%को रेन्जमा हाम्रो छ, फरक छ। त्यस कारण त्यो हाइएस्ट हुनेलाई त के हुन्छ नि भोलि लगानी गर्नलाई प्रब्लम हुन्छ होइन, लगानी प्रब्लम हुन्छ चाहिँ अब किनभने लो भएको ठाउँमा सबै जान्छ। त्यस कारणले हामीले त्यसलाई मेन्टेन कसरी गर्ने, ग्राहकलाई त्यसलाई सर्भिस कसरी दिने, उनीहरूलाई मसँग अट्र्याक्ट कसरी गर्ने, मेरो कस्ट कसरी घटाउने भन्ने कुरा एकदम मार्केट कम्पिटिसन, रियल टाइमको कम्पिटिसन त्यहाँनिर। अहिले त कम्पिटिसन अर्कै छ, रेटमा छैन कम्पिटिसन, अर्कै प्रतिस्पर्धा छ। अहिले रेटमा छैन, 15-15 हो सबैको, अरू तरिकाले कसरी प्रतिस्पर्धा गरेको छ। तर त्यो चाहिँ रियल टर्ममा चाहिँ फाइनेन्सियल त्यो रेटको हिसाबले प्रतिस्पर्धा हुन्छ, त्यो चाहिँ अर्को राम्रो पार्ट हो। तरलताको अवस्था अहिलेको जस्तै नभन्ला, अब तरलता घटबड हुन्छ, घटबड भयो अनुसार नै ब्याज दर घटबड हुने भएको कारणले गर्दाखेरि बेस रेट मार्फत हुने ब्याज दर कायम हुनेलाई चाहिँ व्यावहारिक र वैज्ञानिक पनि ठान्न सक्यो। यद्यपि तल्लो तहमा सेवा दिने क्षेत्र भनेर भनिन्छ लघु वित्त क्षेत्रलाई, तर बेस रेट मार्फत जाँदाखेरि चाहिँ ब्याज दर अलिकति उच्च हुन्छ, महँगो हुन्छ तुलनात्मक रूपमा भन्ने पनि बहस चलेको छ। अब यसलाई चाहिँ तपाईँले कसरी हेर्नुभएको छ? स्वाभाविक रूपमा यो मार्केटमा अरू क्षेत्रमा जस्तै एबिसीमा चाहिँ ब्याज दर बढ्यो घट्यो भने त्यसको इम्प्याक्ट लघु वित्तमा हुन्छ र त्यसको इम्प्याक्ट चाहिँ हाम्रो युजरहरूमा त्यसको ग्राहकमा भइ नै हाल्छ। अब धेरै अब केही त्यसमा अलिकति फ्लेक्सिबिलिटी अलिकति घटाउन केही गर्न सक्ने त लघु वित्त संस्थाहरूले गर्न सक्ला, तर धेरै त्यहाँ पनि रहँदैन। तर यही कुरा चाहिँ मैले के पनि हो भने योसँग जोडिएको कुरा चाहिँ लघु वित्त संस्थाले गाउँका मान्छेहरूलाई एकदम अलिकति विपन्न वर्गलाई चाहिँ सेवा दिइराखेको छ। तर अहिलेको फन्डिङ अवस्था के हो त? त्यसो भए लघु वित्त त्यसरी दिँदाखेरि त्यसले सस्तोमा देऊ भन्न त सबैले हामीले चाहन्छौँ। तिमीले गाउँका मान्छे विपन्नलाई सस्तोमा दिनुपर्छ भनेको सबैले भन्छौँ, तर त्यो सर्भिस दिने संस्थाको समस्या के हो त? त्यो संस्थाहरूले पैसा कहाँबाट ल्याएछ भन्ने कुरा पनि हाम्रो चासोको विषय हुनु पऱ्यो नि त। सरकारवालाले त्यसलाई कसरी एड्रेस गर्ने भन्ने हुनु परेन र? किनभने नेपाल सरकार अब खास गरेर अभिभावक हो नि, सबै
संस्थाहरूको पनि अभिभावक हो, सबैको अभिभावक हो। लघु वित्त संस्थालाई यो यसरी महँगो लिएर आएर महँगोमा लगाउनु पर्यो, त्यसमा यसको खर्च घटाइदिनु पर्ने भनेको नेपाल सरकारको पनि चासोको विषय हुनुपर्छ कि मेरो प्रश्न त्यहाँनिर हो। त्यस कारणले लघु वित्त संस्थाको कोषलाई कसरी व्यवस्थित गरिदिने हो, उसको रिसोर्सलाई कसरी व्यवस्थित गरिदिने भन्ने कुरा हुनुपर्छ। मलाई लाग्छ नेपालका अरू छिमेकी देशहरू हेऱ्यो भने बङ्गलादेश, इन्डियामा हेऱ्यो भनेदेखि त्यहाँ स्टेबल फन्डिङ एउटा चाहिँ एउटा पर्मानेन्ट फन्डिङ छ कि एउटा गभर्मेन्ट नै पार्टनरसिप भएको संस्थाहरूले चाहिँ एकदम रिजनेबल दरमा त्यहाँ पैसा दिइराखेको हुन्छ। होइराज नेपालको केसमा चाहिँ हामी प्राइभेट ब्याङ्कहरूबाट हामीले लिन्छौँ, त्यो ब्याङ्कको चाहिँ स्टेबल छैन स्वाभाविक। अब फेरि एउटा कुरा, त्यो डिपोजिटर भनेको प्राइभेट जस्तै ब्याङ्कले रेट बढ्नु भनेको त के भन्छ डिपोजिटरलाई पैसा दिनु हो, डिपोजिटरलाई हाई इन्ट्रेस्ट दिनु हो। त्यो नेपाली डिपोजिटरले हाई पैसा पाउँछ, अर्को क्रेडिट बरोवरले बढी तिर्छ कि खासै त्यही पब्लिकै पैसा हो, पब्लिकले नै युज गर्ने कि त्यो घुमेर त्यहीँ जाने हो। नेपालको डिपोजिट भनेको कहाँबाट आउँछ, पब्लिकबाटै आउँछ होइन। कमर्सियल ब्याङ्कमा धेरै डिपोजिट जान्छ, त्यो पब्लिकले नै डिपोजिट गर्छ, अनि त्यही पब्लिक पैसा घुमेर आएर फेरि अर्को एउटा ग्रुपले चाहिँ त्यो रेन्टको रूपमा लिन्छ, फेरि अर्को त्यही पब्लिकले लिन्छ भनेपछि त्यो साइकल सबै त्यही यहीँको जनतासँगै हो। जनता एउटा ग्रुपले चाहिँ डिपोजिटरले बढी पैसा पाइराखेको हुन्छ इन्ट्रेस्ट रेटको रूपमा, डिपोजिटको इन्ट्रेस्ट, अर्को लिनेले फेरि बरोवरले पनि फेरि ब्याजको रूपमा बढी तिरिराखेको हुन्छ। तर त्यसलाई चाहिँ रेगुलेट गर्ने, त्यसलाई व्यवस्थित गर्ने कुरा त सबभन्दा रेगुलेटर अथवा नेपाल सरकारको भूमिका हुन्छ त्यहाँनिर। किनभने यो मैले देख्छु के भने यसलाई व्यवस्थित गर्दा लङ टर्ममा व्यवस्थित कसरी गर्नुपर्छ भने लघु वित्त संस्थाहरूलाई चाहिँ एउटा स्टेबल एउटा फन्डको व्यवस्था, छुट्टै कोषको व्यवस्था हुनुपर्छ, जुन धेरै वर्षौँदेखि हामीले फेरि संस्थागत रूपमा फेरि भनेका छौँ, यो कुरा एड्रेस भएको छौँ, त्यो भनिरहेको छौँ, त्यो हुनुपर्छ। फेरि मैले यहाँनिर अलिकति जोड्न चाहेँ, अब त्यो सुपथ मूल्यमा कसरी दिन सकिन्छ, कस्ता सोर्सहरू कस्ता परिचालन गर्न सक्छ सरकारले। अब घरिघरि त कोष खडा गर्ने भनेर बजेटमा पनि व्यवस्थाहरू आयो, तर त्यो कतिको व्यवहारिक भयो कि भएन, के छ ती कुराहरू चाहिँ कहाँ पुगेका छन्? त्यतिखेरको जुन कोषको संरचना आजभन्दा 2 वर्ष जति भयो होला सायद बजेट वक्तव्यमा आएको कुरा चाहिँ 500 अरबको लघु वित्त कोष गर्ने, तर त्यसको संरचना त्यसको सोच चाहिँ अलि त्यति त्यो जुन तरिका अलि मिलेको थिएन मैले देख्दा। किनभने यहीँका लघु वित्त संस्था के अरे कमर्सियल ब्याङ्कको पैसा ल्याउने अथवा चाहिँ यहीँको चाहिँ स्थानीय निकायहरू लगानी गर्ने ल्याउनुहोस्, त्यस्तो कस्तो नौलो कुरा आइरहेको थियो। सरकारी संस्थाहरूले लगानी गर्ने भन्ने कुरा आइरहेको थियो, त्यो चाहिँ जुन व्यवहारिक कुरा होइन। सरकारले चाहिँ बिजनेस गर्ने होइन, सरकारले त रेगुलेट गर्ने हो, सरकारले नियमन गर्ने हो, इनाबलिङ इन्भाइरोमेन्ट क्रिएट गर्ने हो कि सरकारले चाहिँ जुन प्राइभेट सेक्टरले हो बिजनेस गर्ने चाहिँ उनीहरूलाई रेगुलेट गर्ने, ठिक गरेछ गरेन भनेर हेर्ने काम चाहिँ सरकारको हो। तर सरकारले आफै बिजनेस गर्ने होइन, त्यो नै गलत एउटाबाट सुरुवात भएर त्यो बिचमा कार्यान्वयन पनि भएन। र मैले देख्दा सिम्पल के भनेदेखि अहिले हाम्रा दात्री संस्थाहरू अब छन् होइन, जुन हामीलाई डोनर एजेन्सीहरू मल्टिल्याटरल बायोल्याटरल एजेन्सीहरूले अब जस्तै एडिबी, वर्ल्ड ब्याङ्क जस्ता संस्थाहरूले चाहिँ हामीलाई एकदमै लो कस्टमा चाहिँ पैसा दिइरहेको हुन्छ विभिन्न नाममा। तपाईँको 0.5-1% भनेर 20औं वर्ष 30औं वर्षको तपाईँले सुन्नुभएको छ, अरू प्रोजेक्टमा गभर्मेन्टले ल्याइरहेको छ। गभर्मेन्टले लघु वित्तको लागि $1 बिलियन भनेको 1 खरब जति रुपियाँ त्यस्तो ल्याउन किन नसक्ने? 1%मा नेपाल सरकारले, मेरो सिम्पल प्रश्न नेपाल सरकारलाई अथवा अथोरिटीलाई $1 बिलियन भनेको नेपाली 140 भइसकेको छ अहिले, 140 अरब हुन्छ। 1 अरब डलर ल्याए भने 140 अरब नेपाली करिब त्यसले चाहिँ आधाभन्दा बढी चाहिँ हाम्रो बरोइङलाई मिट गर्छ। त्यति चाहिँ एउटा सरकारले 1%मा ल्यायो भनेर त्यसलाई व्यवस्थित गर्ने कुनै एउटा संस्थाले त्यसलाई म्यानेज गरिदियो भने त्यसमा 2-3% कति थपेर हो राज्यले 4%, 5%, ल 5%मा लघु वित्त संस्थाले पाइन्छ भयो भने त हाम्रो कस्ट घट्थ्यो नि। अनि त्यसपछि बेस रेट तपाईँले भनेको, अनि हामीले त मार्जिन त हामी त मार्जिनमा चल्ने थोरै मार्जिनमा, अनि हाम्रो बेस रेट नै 9% हुन्थ्यो होला होइन। 5मा पाउने बित्तिकै 9मा 10मा त हाम्रो बेस रेट हुन्थ्यो, अनि बढीमा अलिकति प्रिमियम गर्दाखेरि सस्तोमा दिन सकिन्थ्यो होला। हो, त्यो बारेमा हामीले सोच्नु जरुरी छ कि त्यस कारण एउटा स्टेबल फन्डिङ चाहिँ खास गरी लघु वित्त जुन गाउँमा हामीले यदि पुवरलाई, यदि गरिबलाई, विपन्न वर्गलाई सरकारको जिम्मेवारी हो, सरकारले लो कस्टमा दिनुपर्छ भन्ने सरकारको फिलिङ हो भने त्यसमा सेवा गर्नेको लागि कस्ट घटाइदिनुपर्छ, त्यसपछि बल्ल उसले लो कस्टमा पाउँछ। त्यहाँ कस्ट घटाउने कुरा नगर्ने एउटा प्राइभेट संस्थाले काम गरिराखेको छ, उसको चल्ने कुरा चाहिँ नहेर्ने, तर तैँले सस्तोमा दिए भनेर मात्रै पुग्दैन। सानोतिनो कर्जाको रूपमा भए पनि उत्पादनशील क्षेत्रमा चाहिँ लघु वित्तको कर्जा परिचालित भएको छ भने पछाडि सानो कृषकहरूले पनि सानो उद्योग व्यवसाय गर्नको लागि पनि लघु वित्तबाट चाहिँ सहजै कर्जा प्राप्त गर्ने भइसके पछाडि यी कुराहरूलाई चाहिँ सरकारले चासो दिन, अब जुन किसिमसित प्रभावकारी सेवा सुविधा दिनका लागि चाहिँ अझै सरकारले के कस्ता कुराहरूलाई जोड दिन जरुरी छ र यी कुराहरूलाई चाहिँ जति तपाईँले भन्नुभएको छ ती फन्डहरू व्यवस्थापन गर्नको लागि चाहिँ किन समय लगाइरहेको छ?
अब किन लाग्छ मलाई थाहा छैन त होइन प्रायोरिटीमा परेको छैन। लघुवित्त शास्त्र भने नि लघुवित्त नीति नै के हो भन्ने थाहा छैन। अहिले म त 2064 सालमा एउटा लघुवित्तको सानो एउटा पोलिसी रहेछ, त्यसपछि लघुवित्त नीति नै छैन। पहिलो कुरा त लघुवित्त नीति हुनु पर्यो। लघुवित्त कसरी सञ्चालन गर्ने हो, लघुवित्त काम के हो, कसरी गर्ने, यसले कति नाफा लिने नलिने, थोरै लिने धेरै लिने क्लियर गरिदिनुपर्छ। किनभने अहिले कहीँ कतै आउँछ प्राइभेट सेक्टरको रूपमा दर्ता भएको छ, कम्पनी रजिस्ट्रारमा दर्ता भएको छ, सेयर मार्केटमा लिस्टेड छ, राष्ट्र ब्याङ्कको लाइसेन्स लिएको छ, विधानमा त केही पनि भनेको छैन, अहिले तपाईँ धेरै नाफा गर्न पाउँदैनस् भनेर पब्लिकली भनिरहेको छ। अब कहीँ भनिने गरेको छ हामीले। कुनै त्यहाँ व्यापारी आछ, म त किन प्राइभेट संस्थामा नाफा गर्छु भन्छ, त्यहाँ सञ्चालकले बाहिरले भन्छ त लघुवित्त हो कहाँ धेरै नाफा गर्ने भन्ने। त्यो त हाम्रो फरक धारणा हो। एउटा खालको रेगुलेसन छ, अब हाम्रो एक्सपेक्टेसन फरक खालको छ। त्यस कारण यो क्लियर गर्नुपर्छ, पोलिसीगत रूपमै क्लियर। लघुवित्त सोसल बिजनेस हो भने सोसल बिजनेस गरौँ, कति पैसा कति पर्सेन्ट नाफा दिनुपर्ने हो त्यतिसम्म दिनु पाउने, त्योभन्दा कहिल्यै नपाउने नीतिगत एउटा ऐन नै बनाइदिउँ न त। लघुवित्तले 15% भन्नु हो कि 16% हो 20% हो, त्योभन्दा कहिले पनि दिनै पाउँदैन नाफा भन्ने त्यही अनुसार मार्केट चल्थ्यो होला नि त। त्यो पनि छैन। त्यस कारण हाम्रो आफ्नो आफ्नो बुझाइ भइरहेको छ। अब त तपाईँ भन्नु यो लघुवित्तले सेवा पुर्याइरहेको छ, कसरी व्यवस्थित गर्न सक्ने, 2-3टा कुराहरू छ। पहिलो त एक्सेसको कुरा अझै पनि पुगिरहेको छैन, अझै एकदम दूर दराजमा चाहिँ ब्याङ्किङ सेवा पुगेको छैन, ब्याङ्किङ नेटवर्कमा आएको छैन भनेर सबैले भनिरहेको छौँ। त्यो लघुवित्त सबभन्दा उपयुक्त एउटा संस्था हुनसक्छ, त्यो गाउँमा पुग्नको लागि अहिले पनि पुगिरहेको छ। त्यसलाई पुर्याउन चाहिँ इन्करेज गर्नु पर्यो। त्यसका सर्टेन कुराहरू छन्। अब तपाईँले मैले चितवनमा व्यापार गरेँ पनि 15%, मैले डोल्पामा व्यवहार गरेँ भने 15%। म डोल्पा किन जान्छु? डोल्पामा त मेरो अपरेटिङ कस्ट 10% हुन्छ, चितवनमा 3% हुन्छ। म त चितवनमा बिजनेस गर्न पाएँ भने, झापामा बिजनेस गर्न पाएँ भने मलाई सस्तोमा काम गर्न सक्छु मैले। डोल्पामा गयो भने त धेरै महँगो छ मेरो अपरेटिङ कस्ट। त्यस कारण म सकेसम्म डोल्पा जान चाहँदैन। सिम्पल कुरा, प्राइभेट सेक्टर हो नि त होइन। त्यस कारण मैले के भन्छु, यसको सोल्युसन छ। फेरि राष्ट्र ब्याङ्कले अब रेगुलेटर अथवा नेपाल सरकारले केही पोलिसीगत रूपमा तिमी डोल्पा गयौ भने, अति दुर्गममा गयो भने तिमीलाई यो हामीले प्रिभिलेज दिन्छौँ, यो सुविधा दिन्छौँ लघुवित्त संस्थालाई। अथवा तिमीले यतातिर 5वटा ब्रान्च खोल्दाखेरि एउटा चाहिँ अति दुर्गममा खोल्नै पर्छ, पोलिसीहरू गर्न सकिन्छ। अब तपाईँले हेर्नुभयो भने आजभन्दा 4 वर्ष 5 वर्ष अगाडि नेपाल राष्ट्र ब्याङ्कको निर्णय बहुत राम्रो निर्णय थियो। सबै स्थानीय निकायमा कमर्सियल ब्याङ्कको शाखा हुनुपर्छ। अहिले पुग्यो पनि। अहिले सबै पछिल्लो चाहिँ नेपाल ब्याङ्कले नेपाल होइन प्रभु ब्याङ्कको होला सायद सुदूरपश्चिममा अस्ति भर्खरै गभर्नर साहब गएर उद्घाटन गर्नुपर्छ। गाउँपालिकाको नाम बिर्सेँ मैले। भनेपछि कार्यान्वयन भयो नि त। त्यहाँ के दिएको थियो तपाईँले हेर्नु भने कमर्सियल ब्याङ्कलाई फाइदा नि, तपाईँले तिमीले स्थानीय निकायको त्यो डिपोजिट चाहिँ कमर्सियल ब्याङ्क अथवा चाहिँ सरकारी ब्याङ्कमा जानु पर्दैन, तिम्रै ब्याङ्कमा डिपोजिट हुन्छ, तिमीलाई अरू केही प्रिभिलेज दिन्छ भन्ने थियो कि त्यतिखेर। त्यो तिमी शाखा खोले बापत तिमीले सुविधा पाउँछौ भनेर कमर्सियल ब्याङ्कलाई सुविधा दिएको थियो। त्यस कारण कमर्सियल ब्याङ्क एनबिएले निर्णय गर्यो कुन कुन ब्याङ्क कहाँ हेर्नु कति राम्रोसँग कस्तो राम्रो भयो। अहिले एक्सेसको हिसाबले एउटा पार्ट चाहिँ कमर्सियल ब्याङ्कको शाखा सबै स्थानीय निकायमा छ, तर त्यतिले एक्सेस पुगेको छैन सबै गाउँले। त्यहाँ त स्थानीय अब एउटा गाउँपालिका भनेको त 3 दिन हिँड्ने दूरीमा पनि छ त्यहाँको गाउँ बस्तीहरू। अब तिनीहरूलाई पनि दिनु पर्यो वित्तीय पहुँच। तिनीहरू त कमर्सियल ब्याङ्कसँग आउन सक्दैनन्, अझै त्यो कमर्सियल ब्याङ्क कपासिटी छैन। त्यस कारण त्यहाँ चाहिँ अझ लघुवित्तले काम गर्न सक्छ। त्यस कारण त्यो लघुवित्तलाई पनि त्यसरी लैजाने तरिका के हुनसक्छ सल्लाह गर्न सक्छौँ। त्यो चाहिँ नेपाल सरकारले अथवा हाम्रो त रेगुलेटर अभिभावक संस्था हो नेपाल राष्ट्र ब्याङ्क, उहाँहरूले पनि हामी एनएमबिए अथवा त्यसको आदि उनीहरूसँग बसेर कसरी गर्न सकिन्छ भन्ने मलाई चाहिँ त्यो सोल्युसन निकाल्न सकिन्छ। हामीले फर्मल इन्फर्मल फोरमहरू पनि भनेका छौँ, हामी तयार छौँ दुर्गममा जानको लागि। तर कमसेकम त्यसलाई जाने अलिकति इन्करेज पनि गर्नु पर्यो। एउटा सुविधा पहिले हेर्नुभयो भने दुर्गम जिल्लामा शाखा खोल्दाखेरि एउटा शाखा 50 लाख कति 6 महिनासम्म एकदमै ब्याज नदिकन पैसा पाइन्थ्यो कि, ब्याज तिर्नु भने 0 कस्टमा चाहिँ हामीले पैसा पाउने थियो। अहिले त्यो पनि हटाएको छ। भनेपछि यस्ता खालको जुन इन्करेज गर्ने खालको प्रावधानहरू भइदियो भने हामी त्यो 100वटा स्थानीय सुविधा अझ प्रभावकारी रूपमा दिन त्यो खास गरी हामीलाई भन्दा नि चल्नको लागि संस्था प्राइभेट संस्था हो नि त, प्राइभेट सेक्टरको संस्था हो, उसले चल्न त पर्यो नि त। अपरेटिङ त कुनै सब्सिडी त छैन त्यहाँ। त्यसैले आफूलाई चल्नलाई पनि कमसेकम तिम्रो त्यहाँको रेट चाहिँ फरक हुन्छ। अति दुर्गममा गयो भने तिमीलाई 5% राज्यले सब्सिडी दियो हुन्न, त्यो सब्सिडी चाहिँ राज्यको तर्फबाट दिन सक्छौँ हामीले। तिमीले 15% लगानी अथवा 20% तिमीले 15मा तिमीले उनीहरूले तिर्छ, अरू 5% चाहिँ राज्यले दिन्छन्, त्यहाँ 20% लगानी गर्छ। त्यस्ता धेरै अप्सनहरू हुन्छन् जुन बसेर कुरा गर्न सकिन्छ। त्यस कारण यो एक्सेस पुर्याउने कुरा र गाउँकोलाई सस्तोमा दिने कुरा चाहिँ नेपाल सरकार अथवा यसका सरकारवाला रेगुलेसनको ठुलो हात हुन्छ। त्यो कुरा चाहिँ छलफल गरेर टुङ्गो एउटा निचोडमा आउनुपर्छ जस्तो लाग्छ। पक्कै पनि यहाँनिर 1 वर्ष अगाडि विगतमा ऋण नतिर्ने भन्ने ठुलै मुभमेन्ट
देशभर नै छ। यसले चाहिँ लघुवित्त क्षेत्रलाई धेरै ठुलो प्रभाव पार्यो भनेर भनिन्छ। अब राष्ट्र ब्याङ्कले नि त्यसलाई अलिकति गौण रूपमा हेरेको पनि देखियो। के छ अहिले त्यो साम्य भएको, त्यो समाधान भएको? अब टोटली समाधान भएको छैन, चेन्ज भएको छ। यो 2 वर्ष अगाडिको बाट सुरुवात भएको, 1 वर्ष अगाडि एकदमै विकराल नै थियो। इभन स्टाफहरू पैसा उठाउँदाखेरि पिटाइ खानुपर्ने अवस्था, उनीहरूको सेक्युरिटीको कुरा थियो। अहिले त्यो अवस्था छैन। अझै पनि मैले एकदमै स्पष्ट भन्छु, यो वर्षको जुन नयाँ अहिलेको गभर्मेन्ट आइसकेपछि अलिकति परिवर्तन चाहिँ भयो। यो सेक्युरिटी चाहिँ हामीलाई अलि बेटर अफ। तर अलि पछिल्लो झन् फेरि म अस्ति भर्खर म फिल्डतिर गएर आएँ, यसो हेर्दाखेरि फेरि अलिकति जुरमा आएको अलिकति त्यो खालको आवाजहरू निस्किन थालेको देखिन्छ। मैले कहीँ कतै सेक्युरिटीसँग कुरा पनि गरेको थिएँ, गभर्मेन्टको अथोरिटीहरूसँग। ल है फेरि यस्तो भएको छ भनेपछि उहाँहरूले पनि अब फेरि हामीले हेर्छौँ भन्ने कुरा चाहिँ भएको छ। त्यस कारणले पहिलेभन्दा बेटर अफ हो, एकदमै हो। तर कहीँ अझै पनि केही ग्रुपले चाहिँ अझै लघुवित्त ऋण तिर्नु पर्दैन, नतिर भनेर भन्ने गरेको त्यहाँको लिडरहरू, लोकल लिडरहरूले चाहिँ त्यो गरेको चाहिँ मैले पाएको छु। के छ त त्यसो भए रिकभरी यो अलिकति शान्त भए सँगसँगै रिकभरीको अवस्था कस्तो छ? अब रिपोर्टहरू आउँदाखेरि सुधार उन्मुख देखिएको छ। अब अलिकति सुधार चाहिँ भएको हो कि भन्ने चाहिँ छ। त्यो पार्ट अफ सेक्युरिटी चाहिँ डेफिनेटली सुधार भएको हो। पैसा तिर्नुपर्छ भन्ने सोचमा चाहिँ चेन्ज भएको छ धेरैको। केही मान्छेको अझै पनि छ तिर्दिन भन्ने छ। अहिले तपाईँले हेर्नु भने कहिले यो अर्को महिनाको कति गतेसम्म भनेर टाइम दिएको छ है, यति गते हाम्रो कार्यक्रम छ त्यसपछि हुन्छ भनेर भनिरहेको छ। अब डेट भनेन मैले, त्यस्तो छ। सुधार सेक्युरिटीको पार्ट छ। अब अरू रिकभरी पार्ट त फेरि किन ओभरअल इकोनोमीको कुरा हुन्छ। इकोनोमिक एक्टिभिटीहरू चलायमान भयो, सबै चल्यो भने लघुवित्तका पनि चल्छ। तर त्यति धेरै चेन्ज देखिन्न। अलिअलि चेन्ज छ, थोरै रूपमा चाहिँ प्रभाव पारेको छ, अलिकति पोजिटिभ इन्डिकेसन चाहिँ देखिन्छ। तर जुन रूपमा रिकभरी हुनुपर्ने चाहिँ भएको छैन। जुन किसिमसित कुरा आएको छ, अब ऋण नतिर्ने भन्ने अभियान जुन आयो, अहिले पनि रिकभरीको लागि चाहिँ ऋणीले ऋण तिर्नका लागि, माइक्रो फाइनेन्सको ऋण तिर्नका लागि चाहिँ अभियन्ताहरूसँग एकचोटि कन्फर्मेसन गरेर मात्रै लघुवित्तको ऋण तिरिया छ भन्ने जस्ता कुराहरू पनि आएको छ। के त्यस्तो समस्या झेल्नु परेको छ कि छैन, या यो सत्य हो या होइन? उसले कसैले होइन, मैले पनि केही घटनाहरू मैले फिल्ममा जाँदाखेरि भनेको थिएँ। अब स्टाफहरूले भन्छ एउटा ऋण तिर्न खोजेको, अनि उसको नेतालाई फोन गरेर तिर्ने नतिर्ने भन्दाखेरि चाहिँ तिर्न ल्याएको पैसा पनि लिएर गयो भन्ने चाहिँ सुन्ने मैले केही घटनाहरू त्यो छ अहिले पनि। मैले त्यो भएर अहिले सेक्युरिटी कुरा चाहिँ पहिलेको जस्तो तिर्दै नतिर्ने, त्यो तिर्न आयो भने पैसा माग्न आयो भने पिटेर पठा अथवा यस्तो गर भन्ने चाहिँ छैन एकदम यथार्थ कुरा गर्दाखेरि। तर अझै पनि त्यहाँ गाउँमा जुन नेतृत्व गरिरहेको उनीहरू त्यहाँ नेतृत्वबाट फाइदा लिइरहेछ, केही फाइदा लिइरहेको छ। अलिकति चलाएर उनीहरू पछाडि लगाइरहनु पायो भने आफ्नो अरू बेनिफिट लिन पाउँछु भनेर होला सायद उनीहरूले अझै पनि केही भनेको अवस्था छ। अहिले तपाईँ भनेकै लाइनमा मैले पनि सुनेको हो। मैले हाम्रै स्टाफहरूसँग म फिल्डमा पनि गएँ केही अगाडि, पैसा तिर्न तयार भएको उसले चाहिँ म चाहिँ त्यहाँको उसलाई फोन गर्छु भन्दाखेरि उसले चाहिँ अहिले नतिर, यति पछि तिर्ने भनेर दिएन छ भन्ने खालको चाहिँ आइरहेछ। अझै पनि छ त्यो केही। हजुर, अब हामीले दोस्रो क्वार्टरलाई नै अलिकति मध्यनजर गरेर हेर्दाखेरि नाफा बढेको देखिया छ। अब तपाईँले पनि भन्नुभएको छ रिकभरीमा अझै सुधार उन्मुख भएको छैन, समस्या झेल्नु भएकै स्थिति छ। यो खासमा पुनर्संरचनाकै कारणले एउटा वित्तीय विवरणमा मात्रै सुधार उन्मुख देखिएको छ भनेर बुझ्न पर्ने अवस्था हो कि के हो सर अहिले त्यसो हो भने? त्यसका मल्टिपल फ्याक्टर्स होला। एउटा तपाईँले भनेको पुनर्संरचना पनि हो, त्यसले कहीँ कतै प्रोभिजनको अलिकति कम भयो होला होइन, एउटा पार्ट। अनि दोस्रो पार्ट चाहिँ हाम्रो कस्ट घट्यो फेरि एकदमै, ब्याज दर अब एकदम ग्रेजुअली घटेछ। हरेक महिना नै करिब 1% जस्तो घटेर अनि धेरै नै 0.5% कम्ती घट्दै गयो। त्यसले ठुलो इम्प्याक्ट गरेको छ संस्थालाई। खर्च घट्ने बित्तिकै नाफाको पर्सेन्टेज। अर्को तेस्रो पोइन्ट अलिकति थोरै रिकभरीको कुरा नि अब पहिलेभन्दा उही 19को 20 भने जस्तै 19को 20 सुधार हुँदै गएको हो कि भन्ने देखिन्छ। अब त्यसमा पनि फेरि संस्था पछि कसैको अलि धेरै राम्रो देखिया होला, कसैको अलि कम देखिया होला, कसैको इन्टरनल्ली आफ्नै प्रब्लम भएर धेरै गर्न नसकेको होला, कसैले एकदम चुस्त दुरुस्त प्रशासन भएको म्यानेजमेन्ट भएको कारणले अलि राम्रो गरेको होला। त्यहाँभित्र पनि लघुवित्तमा पनि छ। अब यो दोस्रो क्वार्टरको कुरा गर्नु भने कति अझै पनि घाटामा छ, कति कमजोरै छ, कसैको अलि राम्रो अवस्था छ। त्यस कारणले संस्था पछि संस्थाको आफ्नो आन्तरिक व्यवस्थापनको कुराहरूले पनि त्यसलाई प्रभाव पारेको होला। अब बाहिर सिचुएसनको कुरा पनि अलिकति त्यो सुधार उन्मुख अलिकति भएको कारणले पनि एउटा त्यसलाई पोजिटिभ हुनसक्छ। र सबैलाई इम्प्याक्ट गरेको चाहिँ यो बोरोइङ कस्ट चाहिँ घटेकै हो। बोरोइङ जुन हामीले लिएको पैसा चाहिँ यो घटिरहेछ, अझैसम्म पनि घट्ने क्रममा छ। अब बरु मार्केट बढ्ने भन्ने अहिले आइरहेछ, कसरी जान्छ थाहा छैन। आजको दिनमा चाहिँ फेरि अब मार्केट बढ्छ यस्तो हुन्छ भन्ने चाहिँ देखिरहेछ। खराब कर्जा जुन राष्ट्रिय समस्याको रूपमा अहिले जुन रूप लिएको छ, राष्ट्र ब्याङ्कले केही नियन्त्रण गर्नलाई त्यसलाई रोक्नको लागि केही कोसिस गरे जस्तो देखिन्छ। यद्यपि त्यसलाई
प्रभावकारी तरिकासित कुनै कदमहरू चालिएको देखिँदैन। अब यो रिकभरीलाई अझ धेरै चुस्त दुरुस्त बनाउनको लागि चाहिँ पुनर्संरचनाको मात्रै बाटो नरोजेर अब कस्ता कुराहरू चाहिँ अपनाउँदाखेरि वास्तविक रूपमा यो रिकभरी सहज हुन्थ्यो होला? अब यस्तो यो होल इकोनोमी चेन्ज गर्ने कुरा त नेपाल राष्ट्र ब्याङ्कको मात्रै अथवा यो एउटा सेक्टरको मात्रै कुरा होइन होइन बिजनेस कन्फिडेन्सको कुरा त पहिले नेपाल सरकारको नीतिगत कुराहरू नेपाल लिने कुराहरूसँग जोडिन्छ होइन। अघि भनिहालेँ मैले यो कति विधेयकहरू आछ प्राइभेट सेक्टरलाई इन्करेज गर्ने कुराहरू, त्यसपछि त्यससँग जोडिने त्यसलाई सजिलो बनाउने नेपाल राष्ट्र ब्याङ्कको पोलिसी कुराहरू। अहिले पछिल्लो चरण त नेपाल राष्ट्र ब्याङ्कले यो अनौपचारिक जस्तो लाग्छ मलाई। हिजो अस्ति हिजै मात्रै एउटा मैले न्युज कता पढेको थिएँ, यो खराब कर्जाको चाहिँ सिलिङलाई 5बाट 8 बनाउने आइरहेको छ भनेपछि त्यो फ्लेक्सिबिलिटी अलिकति दिएको देखिन्छ। अब एउटा कुरा के हो, तथ्य कुरा चाहिँ के हो भने सबै सेक्टरको लागि सबभन्दा बिजनेसम्यान उहरूलाई जसलाई पनि टाइम चाहिँ चाहिन्छ। अहिले त्यो टाइम कसरी दिने, पुनर्संरचना मात्रै हो कि अरू तरिकाले हो, यो आजको भोलि चाहिँ यो चेन्ज हुँदैन। सिचुएसन रातरात चेन्ज हुँदैन। कसरी गर्छ भने त्यो रियलिस्टिक होइन। चाहे कमर्सियल ब्याङ्कको ऋणीको कुरा होस् चाहे लघु वित्तको ऋणीको कुरा हो, किनभने इकोनोमी हो नि त। ओभरअल इकोनोमी यत्रो 2 वर्षमा एकदमै प्यारालाइज भएर बसेको अवस्थामा तपाईँको पनि एउटा व्यक्ति बिरामी भइसकेपछि त तङ्ग्रिनलाई त टाइम लाग्छ नि त। बिस्तारै रिकभर भएर रोग सन्चो हुनु पऱ्यो अनि तङ्ग्रिने बलियो हुँदै गएर नर्मल अवस्थामा आउनु त टाइम लाग्छ। त्यसैले इकोनोमी त मलाई चाहिँ अझै 3-4 वर्ष त यो नर्मलसीमा आउनलाई एकदम नर्मल अवस्थामा 2-3 वर्ष कम्तीमा लाग्छ। यो त इन्टरनेसनल रिसेसन यसरी मन्दी त सबै जोडिएकै कुरा हो। तर इन्ट्रेस्टिङली हाम्रो छिमेकी मुलुक दक्षिणतिर त त्यो प्रभाव पर्दैन। उहाँको इकोनोमिक ग्रोथ अहिले पनि 8-8.5% ग्रोथ भइरहेछ भनेको छ। त अमेजिङ वर्ल्डले चाहिँ हेरिरहेको अवस्था हो। तर धेरै युरोपियन कन्ट्रीहरूमा पनि रिसेसनको प्रभाव छ, अलिकति घटिरहेको छ भन्ने छ। त्यस कारण यो प्रभाव चाहिँ हामीलाई पनि केही समय लाग्छ। तर यसमा चाहिँ तपाईँले भने जस्तै लोनको केसमा त एउटा रिस्ट्रक्चर नै एउटा हो। उनीहरूलाई चाहिँ टाइम 1 वर्ष, आधा वर्ष, 6 महिना मात्रै होइन कि तिमीलाई कति चाहिन्छ तिम्रो भनेर बिजनेस हेरेर उसको अवस्था हेरेर संस्थालाई दिए पनि हुन्छ कि त्यो। हजुर, इन्डिभिजुअल संस्थाले चाहिँ आवश्यक मलाई त 4 वर्षै चाहिन्छ, मेरो अवस्था यो कारणले मलाई 4 वर्ष चाहियो भनेदेखि त 4 वर्ष दिए पनि हुन्छ। किनभने लिमिट किन गर्नुपर्छ, 1 वर्षलाई गर भनेर त व्यवहारिक नहुनसक्छ कि कहिले। त्यो एउटा पार्ट हुनसक्छ। अब अरू त्यहाँभित्र चाहिँ अरू सुविधाहरूको उनीहरूलाई गर्न सक्ने कुराहरू हुन्छ। तर छोटोमा के हो भने यो चेन्ज हुन, सिचुएसन चेन्ज हुन टाइम चाहिँ चाहिन्छ। हामी त्यो चाहिँ हाम्रो धैर्यता हामी त्यसमा चाहे संस्थागत होस्, संस्थाप्रतिको कुरा होस् चाहे व्यक्ति हो, हामी धैर्य लिएर यो काम चाहिँ गर्नुपर्छ। अब यसको समय भने चाहिँ 3-4 वर्ष कम्तीमा पनि एउटा नर्मल अवस्था आउनलाई हामीलाई लाग्छ जस्तो। हजुर, हामीले अब सेयर गफ गर्ने भएको कारणले गर्दाखेरि बजारका लगानीकर्ताले प्रतिफल कसरी प्राप्त गर्ने कम्पनीबाट भन्ने विषयलाई हामीले जोड दिन हाम्रो धर्म छ। हजुर, सँगसँगै अहिले लघुवित्त कम्पनीहरूले नाफा धेरै गरे, अस्वाभाविक नाफा बढ्यो भनेर सधैँ विवाद हुन्छ। तपाईँले अघि अलिकति सङ्केत पनि गर्नुभएको छ, सधैँ विवाद हुने गरेको छ, धेरै कमायो भनेर। कस्तो छ कम्पनीको अवस्था बुझ्ने भन्दा नि नाफा धेरै कमायो। राष्ट्र ब्याङ्कले पनि डिभिडेन्ड वितरणमा अलिक क्याप लगाएको छ, अझै छ। लगानीकर्ताहरू असन्तुष्ट छन् यसमा। के छ सर, यो लघुवित्तको नाफाप्रति चाहिँ सबैको नजर चाहिँ किन पर्छ, या नाफा कमाउनै नहुने हो, या यो विरोधाभास चाहिँ किन यो मार्केटमा? त्यो त मैले पनि बुझेको छैन, मैले नबुझेको कुरा हो दाजु। वास्तवमा मैले भन्ने गर्छु, लघुवित्त संस्थाहरू एउटा कम्पनी रेजिस्टरमा दर्ता भयो, नेपाल राष्ट्र ब्याङ्कले लाइसेन्स लिएको छ, त्यहाँ विधानमा त चाहिँ नाफा यदि मात्रै गर्ने भनेर लेखेको छैन। त्यहाँको नियम कानुन फलो गरेर लघुवित्त संस्थाहरूले नाफा गरेको छ। तर नाफा गर्दाखेरि चाहिँ किन नाफा गरिस् भन्ने प्रश्न आइरहेको छ। त्यहाँ 2-3टा, एउटा चाहिँ किन गरिस् यो गर्न नहुने भन्ने कुरा चाहिँ हाम्रो स्कुल अफ थट अलिकति फरक जस्तो लाग्छ मलाई। किनभने हामी लघुवित्त भन्ने बित्तिकै हामीले के बुझ्छौँ भने आजभन्दा 30 वर्ष अगाडि ग्रामीण ब्याङ्क मोडल बङ्गलादेशमा हामीले कपी गरेर रेप्लिकेट गऱ्यौँ नेपालमा ग्रामीण ब्याङ्क मोडललाई। जुन बेलामा ग्रामीण ब्याङ्क भनेको चाहिँ नन प्रफिट थियो, अहिले पनि बङ्गलादेशमा नन प्रफिट छ। हामीले त्यो माइन्ड मेकअप अहिले पनि माइन्ड सेट अहिले पनि छ। लघुवित्त भनेको नन प्रफिट हो, सेवा गर्ने हो, गरिबको उद्धार गर्ने हो, पोभर्टी इराडिकेसन गर्ने हो, रिडक्सन गर्ने हो भनेर अहिले पनि त्यो चाहिँ माइन्ड सेटबाट हामी गरेका छौँ। तर हामी पछिल्लो चरण चाहिँ फेरि सम्भवतः अलिकति इन्टरनेसनल कम्युनिटी, वर्ल्ड ब्याङ्क, IMFहरूले यसलाई चाहिँ मार्केट इफिसियन्सीतिर लैजानुपर्छ भनेर सम्भवतः त्यही लाइनमा नेपाल राष्ट्र ब्याङ्कको यो पोलिसी यो डीमा कन्भर्ट गर्नु पर्यो। वित्तीय क्षेत्रलाई यो नन रेगुलेसनको मा राख्न हुँदैन, त्यत्तिकै छाडा छोड्न हुँदैन, अलिक कन्ट्रोल गर्नुपर्छ, रेगुलेटेड हुनुपर्छ भनेर डी क्लासमा दर्ता गर्यो। इभन फिङ्गोहरू जुन एनजिओलाई पनि कन्भर्ट गर भनेर पछिल्लो चरणमा कन्भर्ट गर्यो भनेको यसलाई रेगुलेट गर्नुपर्छ, तिम्रो एउटा वित्तीय उसमा दायरामा आउनुपर्छ भनेर यसलाई चाहिँ हामीले प्योरली कर्पोरेट सेक्टरको चाहिँ रेगुलेसनमा ल्याइयो।
अब विरोधाभास कहाँनिर भने पहिलेको माइन्ड मेकअप एउटा थियो माइन्ड सेट, अहिले पछिल्लो रेगुलेसन अर्को पार्ट छ। त्यस कारण हामीले आफ्नो आफ्नो तरिकाको बुझाइ भयो कि अब नयाँ दर्ता गर्नेले के गर्यो भने मैले त नयाँ कम्पनी दर्ता गरेँ, प्राइभेट कम्पनी दर्ता गरेँ हो, सेयर मार्केटमा लिस्टिङ हुन्छ, कम्पनीका मैले 30% ट्याक्स तिर्छु, म त प्रफिट गर्छु, स्वाभाविक रूपमा त्यो सोच। अब अर्को त सोच्ने कुरा बङ्गलादेशको ग्रामीण ब्याङ्क मोडल हो, लघु वित्त हो, त्यस कारणले गर्नुपर्छ, त्यो हुँदैन अथवा चाहिँ एकदमै थोरै। त्यस कारण यो अहिले पनि कन्ट्राडिक्ट छ। हामी रेगुलेसन एउटा पार्टमा छौँ, हाम्रो सोचाइ हामीले चाहिँ गर्ने, हामीले त्यो गर्नुपर्छ भन्ने चाहिँ अर्कै छ। यसबाहेक क्लियर हुनुपर्छ। मैले अहिले भने पोलिसी, नेसनल पोलिसी, लघु वित्तको नेसनल पोलिसीले यो कुरा एड्रेस गर्नुपर्छ। अब स्पष्ट हुनुपर्छ हामी के हो साँच्चै नै लघु वित्तले गर्ने के हो भन्ने कुरा त्यत्तिकै तपाईँले एउटा बुझ्ने मैले बुझ्ने गरेर हुँदैन। रेगुलेटरले एउटा बुझ्ने, नेपाल सरकारले एउटा बुझ्ने, पब्लिकले एउटा बुझ्ने, त्यो इन्भेस्टरले एउटा बुझ्ने हुँदैन, एउटै खालको बुझाइ हुनुपर्छ। यो संस्था हो यस्तो हो, यसले यस्तो गर्छ भन्ने कुरा क्लियर हुनु पर्यो। त्यो पोलिसी कुरा चाहिँ जहाँसम्म तपाईँ नाफा धेरै गर्यो भन्ने पनि एउटा छ। नाफा कसरी धेरै गर्यो भन्दाखेरि चाहिँ वास्तवमा यो रूपमा राष्ट्र ब्याङ्क उधार भएको हो। डी क्लासमा दर्ता गर्दै गर्दा राष्ट्र ब्याङ्कले लघु वित्तलाई अलिकति सपोर्टिभ रोल नै, पहिले सुपरभिजन र प्रमोसन भन्ने थियो डिपार्टमेन्टको नाम पनि, अलिकति जस्तै क्यापिटल एडिक्वेसी, थोरै क्यापिटलले धेरै बिजनेस गर्ने फ्लेक्सिबिलिटी राष्ट्र ब्याङ्कले दिएको, आधिकारिक रूपमा दिएको, नियमसङ्गत रूपमै दिएको। त्यही नियममा टेक्दै गर्दा पनि लघु वित्तले नाफा पर्सेन्टेज धेरै भयो कि भोल्युम चाहिँ सानो छ। 1 करोडको लघु वित्त संस्था छ, त्यसले चाहिँ 40 लाख नाफा गर्छ भनेपछि त 40% भयो, पर्सेन्ट त धेरै भयो, एमाउन्ट चाहिँ 40 लाख हो, त्यसले ठुलो एमाउन्ट चाहिँ छैन, 40 लाख हो, तर पर्सेन्टेज 40% भयो। त्यस कारणले यो खालको चाहिँ ले नाफा बढी गरेको, खास गरेर रेगुलेसनको फ्लेक्सिबिलिटीको कारणले चाहिँ 8% एडिक्वेसी कारणले चाहिँ त्यो भएको हो। अलिकति हामीले थोरै क्यापिटलले धेरै बिजनेस गर्न, सिम्पल कुरा चाहिँ। अब सम्भवतः अहिले पछिल्लो चरण चाहिँ अब यसलाई बढाउने भन्ने कुरा भएको छ। अहिले अप्ठ्यारो परेको कारणले त्यो कार्यान्वयनमा भएको छैन। सम्भवतः अस्तिको एउटा डाक्टर प्रकाश कुमार श्रेष्ठको रिपोर्टले पनि एडुकेसी बढाउनुपर्छ, यसलाई संस्थालाई बलियो बनाउनुपर्छ भन्ने कुरा आइरहेछ, सायद त्यो बढ्छ होला। त्यस कारण अहिलेको चाहिँ दुईवटा, एउटा नाफा धेरै अलिकति देखिने कुरा चाहिँ लो क्यापिटल हो, सानो क्यापिटलले नाफा पर्सेन्टेज धेरै देखिएको एउटा पार्ट। अनि अर्को कन्फ्युजन कुरा चाहिँ हामी त दुईवटा स्कुल अफ थट्स मैले त्यसलाई भन्ने गर्छु, मैले फर्मल प्रोग्राममा पनि भनेको थिएँ। एउटा चाहिँ वर्ल्ड ब्याङ्क र IMF इन्टरनेसनल USAID पहिलेको, अब अहिले USAID पनि खारेज गरेछ, तिनीहरूले दबाब दिएर यस्तो गर्ने भनेको मैले धेरै यो रिसर्च आर्टिकल्सहरू पढेको थिएँ, जर्नलहरूमा हेरेको थिएँ। किन हो त यस्तो आएको भनेको चाहिँ 90मा वर्ल्ड ब्याङ्कको स्ट्रक्चरल एडजस्टमेन्ट पोलिसी भन्ने छ क्या, प्राइभेट सेक्टरलाई प्रमोट गर्ने भन्ने कुरा चाहिँ SAP भन्ने छ, त्यसको पार्टमा चाहिँ यो आएको रहेछ। ओल्ड संसारमा त्यो सब्सिडी दिनुहुन्न, यो गर्न हुँदैन भनेर त्यो आइरहेको थियो अलि पहिले 90sमा। त्यहीसँग जोडिएको चाहिँ हाम्रो लघु वित्त पनि रेगुलेटेड भएको त्यहाँबाट हो। त्यसलाई चाहिँ प्राइभेटमा जानुपर्छ, मार्केट इफिसियन्ट हुनुपर्छ, मार्केटमा सस्टेनेबल फाइनेन्सिङ हुनुपर्छ भन्नेमा जानु पर्यो भनेर यसलाई ल्याइयो। तर हाम्रो माइन्ड मेकअप के भयो भने ग्रामीण ब्याङ्क युनुस मोडल, ग्रामीण ब्याङ्क मोडललाई नै हामीले माइन्डमा राख्यौँ। त्यो बुझाइ फरक, नीतिगत व्यवस्था फरक र भइरा भोगाई व्यावहारिकता चाहिँ फरक। त्यस कारणले मैले के भन्छु अहिले पछिल्लो चरण हाम्रो रेगुलेसन एउटा पार्ट छ। हामी रेगुलेसनमा त एकदमै हाइली रेगुलेटेड, एकदम टाइट रेगुलेसन छ, त्यो राम्रै पनि होला वित्तीय संस्थालाई हुनुपर्ने कुरा। तर हाम्रो बुझाइ त्यहाँबाट एक्सपेक्टेसन चाहिँ फरक भइरहेछ, मैले देखेको चाहिँ त्यति कुरा हो। हामीले वित्तीय विवरण भन्दा पनि दैनिक रूपमा दोस्रो बजारमा हुने मूल्यको आधारमा चाहिँ कम्पनी के कस्तो भनेर भनिन्छ। पुँजी कम भएका कम्पनी, लघु वित्त कम्पनीहरूको मूल्य पनि धेरै भएको छ। अब कारण देखिया छ, नाफा पनि देखिया छ, EPS को हिसाबले हेर्दाखेरि पुँजी कम भएका कम्पनीहरूको प्रति शेयर आमदानी पनि देखिएको छ। राष्ट्र ब्याङ्कले पछिल्लो केही समयदेखि मर्जरलाई चाहिँ बेसी जोड दिएको देखिन्छ। मर्जर भइसके पछाडि फेरि यो तुलनात्मक रूपमा चाहिँ प्रति शेयर आमदानी विवरणहरूमा चाहिँ तपाईँले भने जस्तै पुँजी धेरै हुने बित्तिकै उनीहरूको नाफामा अलिकति गिरावट हुने हो या मर्जर नै समस्यामा छ कि या बुझाइ फरक पर्यो यहाँनिर? त्यो दुईटै कुरा हो, मर्जरको पनि एउटा इम्प्याक्ट हो, किनभने दुईवटा कल्चर, दुईवटा संस्था, दुईवटा प्रकृतिलाई एक ठाउँ ल्याउँदाखेरि भने जस्तै त्यो समायोजन हुने कुरा चाहिँ गाह्रो कुरा छ। त्यो समय लाग्छ सबभन्दा, त्यो नहुने कुरा होइन। किनभने एउटा कल्चरमा एउटा दुईजना कपल, एउटा चाहिँ केटा र केटी जोडिँदाखेरि पनि, बिहा हुँदाखेरि पनि त उसको कस्तो कल्चर, के कल्चर भन्ने कुरा चाहिँ बुझ्न कति टाइम लाग्छ, समय लाग्छ भन्ने त्यो संस्था हो। ठुलो एउटा चाहिँ 10औं वर्षदेखि एउटा तरिकाले बिजनेस गरेको, अर्कोले गरिरहेको, त्यहाँ एउटा कल्चर हुन्छ त्यहाँ होइन। त्यो कल्चरलाई जोडिँदाखेरि एउटै बनाउने भनेको पहिलो त्यहाँबाट सुरुवात हुन्छ। त्यसले गर्दाखेरि पनि जति इफिसियन्टली काम गर्नुपर्ने हो, जति पर्फर्म गर्नुपर्ने नभएको होला। एउटा अब तपाईँले हेर्नुभयो भने कति संस्थाहरूमा त बाहिर पब्लिकली नै कति प्रब्लम भएको देखियो होइन। त्यो एकदमै
सञ्चालक समितिको भित्रमा अमेल सिइओको कुरा अरू कुरा के कुरा धेरै कुराहरू कर्मचारीको आन्दोलन बन्द त्यस्तो धेरै कुराहरू आए एउटा त मर्जरको एउटा चाहिँ त्यो पार्टले पनि जति गर्नुपर्ने भएको छैन अनि अर्को तपाईँले भन्नुभयो क्यापिटलको कुरा पनि होला मैले त त्यो क्यापिटल बढेको कारणले घट्ने हुँदैन किनभने उसको एफिसियन्ट त्यही थियो नि त हिजो बिजनेस थियो उसले एउटा 20% गरेको थियो सानो थियो अर्कोले पनि 20% गरेको थियो अर्को थियो जोड्दाखेरि त दुईटैले 20% त गर्नुपर्ने हो नि त अनि त्यो बिजनेस त तर त्यो भइरहेको छैन घटेको छ अहिले फेरि के भने मर्जर पनि एकैचोटि भने फेरि समस्या पनि एकचोटि आएको छ नि त फेरि एक्सटर्नल फ्याक्टर पनि एक बेलामा परेको छ फेरि हिजो नर्मल अवस्थामा हिजो 2 वर्ष 3 वर्ष अगाडिको मर्जर भइदिएको भएदेखि सायद यो समस्या देखिन्थेन होला अब अहिले बाहिर एक्सटर्नल फ्याक्टरले इकोनोमिक रिसेसनको कारणले सबै कारणले अब लघु वित्तको पैसा तिर्दैन भन्ने कारणले रिकभरी नभएको अवस्था अनि मर्जरको अवस्था सबै कुरा जोडिँदाखेरि चाहिँ त्यो इम्प्याक्ट चाहिँ अहिले फाइनेन्सियलहरूमा देखिएको अलिकति जुन लेभलको पर्फर्म हुनुपर्ने हो इपिएस तपाईँले भनेको होइन अर्निङ पर सेयरको हुनुपर्ने हो त देखिएको छैन त्यो होला म एउटा सेयर धनीको हिसाबले हेर्दाखेरि त मैले कम्पनीको पुँजी कति छ भन्दाखेरि पनि कम्पनीबाट प्रतिफल मैले कति प्राप्त गर्छु राइट हैन त्यसलाई चाहिँ मध्यनजर गरिन्छ कम्पनीले के कस्तो गरेछ भन्ने चाहिँ दोस्रो बजारबाट अलिक कमै हेर्ने रहेछ त्यसले गर्दाखेरि चाहिँ यो नाफा मैले लिइरहेको नाफा मर्जरमा गइसके पछाडि त एज अ सेयर धनीको हिसाबले त मैले त मेरो प्रतिफल घट्यो मर्जर भइसके पछाडि भन्ने बुझाइ चाहिँ धेरै लगानीकर्ताहरूको रहेको कारणले यो प्रश्न हैन त्यो दुईटा मैले भने अहिले पहिलो कुरा त हिजोको अवस्था 3 वर्ष अगाडिको अवस्था छैन इभन राष्ट्र बैंक तपाईले भन्नुभयो क्यापको कुरा चाहिँ अहिले 15% भन्दा बढी दिनलाई धेरै प्रोभिजनिङ गर्नुपर्छ दिन सम्भावना कम एउटा पार्ट हिजो चाहिँ 40% 50% 60 80% दिएको संस्थाहरू यही छ मार्केटमा अहिले त 80% दिनु त कल्पनाभन्दा बाहिरको कुरा हो त्यो चेन्ज भइरह्यो अनि राष्ट्र बैंकको त्यो प्रावधान पनि भयो दोस्रो चाहिँ मर्जरको कारणले अलिकति त्यो तपाईले भने पर्फर्म नगरेको अलिक कम गरेको पनि होला दोस्रो पार्ट चाहिँ अनि तेस्रो चाहिँ सिचुएसन पनि हो सबभन्दा ठुलो कुरा त सिचुएसनले अहिले त्यो लेभलमा चाहिँ तपाईले हेर्नुभयो भने बाँड्न पाए पनि नपाए पनि 50-60% भन्ने चाहिँ एकदम एका दुई संस्थाहरूले चाहिँ गरे होला के तर धेरैको चाहिँ त्यो इपिएस त्यो लेभलमा चाहिँ जाँदैन इभन सिंगल नै संस्था छ एउटै गरिरहेछ भने पनि त्यो सम्भावना देख्दिन अहिलेको अवस्थामा विगतको भन्दा त अहिले खस्किएको छ तर केही कम्पनीहरूले चाहिँ अब नाफा वितरण गर्न नसक्ने यसपालि डिभिडेन्ड वितरण नगर्ने भन्ने किसिमसितका सूचनाहरू पनि आउँछ यस्तो चाहिँ कस्तो अवस्थामा आउने त्यो त नाफा नभएपछि गर्न नसकेको नफाकै कुरा आउँछ विरोधाभास छ हैन यसो हो अब यसो कपासिटीको हिसाबले नसक्ने भनेपछि त नसक्ने भन्ने नै भयो नि कम्पनीले अब यो के कारणले घट्यो भन्ने कुरा त त्यहाँ भित्र होला हैन मर्जरको कारणले होला मात्रैले नभएरै मात्र वितरण गर्न नसक्ने अवस्था बन्छ कि अरु अन्य फ्याक्टरहरु पनि हुन्छन् मेजर फ्याक्टर त त्यही नै होला उसको चाहिँ फाइनान्शियली हेर्दाखेरि जस्तो अहिले तपाईले यतै हेर्नुभयो भने फेरि अर्को एउटा पार्ट चाहिँ त्यहाँ भित्र जोडिएको नाफा बाहिर देखिन्छ तर डिस्ट्रिब्युटेबल प्रफिट चाहिँ कम छ जुन एनएफआरएस को जुन एउटा एप्लिकेसन छ हामीले फर्मेट अनुसार हामीले आउने खालको गुड लोनमा आउने इन्ट्रेस्टलाई पनि आम्दानी बनाएर राख्नुपर्ने रहेछ नआगो अर्काको पैसा पकेटमा भएको पैसा पनि मेरो आम्दानी भनेर यहाँ क्याल्कुलेसन गर्छौँ हामीले हैन अनि तर बाँड्ने बेलामा त्यो पैसा गर्न पाइँदैन छुट्टै भन्ने छ के त्यसैले चाहिँ त्यो देखिने नाफा र डिस्ट्रिब्युसन गर्ने नाफा चाहिँ फरक छ त्यसकारणले अहिले सबैको त्यो घटेको छ डिस्ट्रिब्युटेबल प्रफिटको हिसाबले त्यसमा पनि कसैको अलि धेरै थोरै होला त्यसको विभिन्न फ्याक्टर इन्टरनल फ्याक्टरहरू हुन सक्छ जुन कुरा मैले सिधा भन्न नसकेर इन्डाइरेक्ट रूपमा भनेको थिएँ त्यो प्रश्न चाहिँ मैले पाएँ जस्तो लाग्छ पक्कै हाम्रा दर्शकहरू जति हुनुहुन्छ उहाँहरूले पनि पाउनुभयो जस्तो त्यहाँ त क्लियर रिपोर्टमा छ त्यो रिपोर्टको टेम्प्लेटमै छ टोटल नाफा चाहिँ यति भएको छ त डिस्ट्रिब्युटेबल नाफा चाहिँ प्रफिट चाहिँ यति छ भनेर चाहिँ क्लियरै छ हाम्रो रिपोर्टमा ट्रान्सपेरेन्टली हामीले मेन्सन गरिराखेको हजुर कतिपयले चाहिँ नाफा यति छ नाफा बढ्यो भन्नेको हिसाबले नै अब लगानी गर्नु अब नाफा बढ्यो मात्रैले पनि त डिभिडेन्ड वितरणमा आफूले प्राप्त गर्ने हो कि होइन भन्ने कुरा पनि अब स्पष्ट चाहिँ उहाँले हेर्नु पर्यो त्यो रिपोर्टमै नाफा बढ्यो मात्रै भन्दा नि त्यहाँभित्र त्यो वित्तीय जुन विवरण डिस्ट्रिब्युसन गर्न सक्ने क्षमता हो कि होइन भन्ने कुरा त उहाँले हेर्नु पर्यो नि त त्यो पब्लिकली त्यो अनाउन्स गरिरहेको छ त्यो त हेर्नु पर्यो अधिकांश कम्पनीहरूको पछिल्लो समय त्यस्तै समस्या परेको पनि देखिन्छ यी हरेक फ्याक्टरहरू छन् सर मैले सोध्न भुलेका र बजारका लागि आवश्यक र लघु वित्त अझ धेरै चुस्त दुरुस्त भएर व्यवसाय गर्नको लागि चाहिँ के कस्ता कुराहरू भइदियो भने सहज हुन्छ हैन तपाईँ मलाई लाग्छ धेरै कुराहरू हामीले कभर गर्यौं अब मैले चाहिँ पछिल्लो थप्दाखेरि मैले सबै समग्रतामा हामी अहिले चाहिँ हामी रिसेपिङ भन्छु मैले त लघु वित्तलाई फेरि रिसेप गर्ने अलि राम्रो अवसर हो यो एकदम समस्यामा थियौं अब त्यो बिस्तारै चेन्ज भएर राम्रो हुन सक्छ मलाई लाग्छ संस्थाहरू अझै सुध्रिनु पर्ने पनि कति कुरा छ अहिले हाम्रो ओभर
क्राउडेड अझै पनि ब्रान्चहरूको सङ्ख्या अझै पनि धेरै छ, त्यसलाई पनि व्यवस्थित गर्नुपर्ने देखिन्छ। अब यो कुरालाई सबै कुरा चाहिँ कहाँ आउँछ भने लघुवित्तलाई कसरी लैजाने, अब यहाँ कता कता लघुवित्त जरुरी छ, अब चाहिँदैन भन्ने पनि आउँछ, कहिले अब यसको सान्दर्भिक छ भन्ने पनि आउँछ। अब लघुवित्तले 5 लाख 7 लाख ऋण दिएर छ, अब धितोमा पनि 7 लाख, कति सान्दर्भिक हो होइन होइन। यी समग्रतामा किनभने अब कति आउँछ एसएमई मिसिङ मिडलको एउटा उसलाई चाहिँ मिस भइरहेछ, कमर्सियल ब्याङ्कले त्यसलाई सर्भिस क्याटर गर्दैन, लघुवित्तले गर्न सक्दैन, त्यो बिचमा चाहिँ कसरी गर्ने भन्ने छ। यस्ता समग्रता कुरा चाहिँ लघुवित्तको रोल के हो त अबको, लघुवित्तले सोर्स कसरी लिएर आउने, सोर्सको व्यवस्थापन कसरी गरिदिने, लघुवित्त कहाँ कसरी काम गर्ने, उसले नाफा कति दिने, उसले सोसल जिम्मेवारी हो कि कर्पोरेट जिम्मेवारी हो कि बिजनेस रेस्पोन्सिबिलिटी के हो भन्ने कुरा चाहिँ धेरै कुरा चाहिँ अलिकति छलफल गरेर सबै सरकारवालाहरू भन्छु, नेपाल सरकार, नेपाल राष्ट्र ब्याङ्क, लघुवित्त कर्मीहरू अनि सेयर अथवा यसमा इन्भेस्टरहरू, पब्लिकहरू सबै बसेर त्यो खालको चाहिँ जरुरी देखिन्छ। यदि त्यो भयो भने मलाई लाग्छ लघुवित्तको स्पष्ट धारणा, स्पष्ट दिशा चाहिँ हामीले थाहा पाउँछौँ। मलाई लाग्छ हामी ती धेरै कुराहरू छलफल गऱ्यौँ, तपाईँ धेरै कुरा सोध्नुभयो, तपाईँले यो मेरो विचारहरू राख्ने अवसर दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छु। धन्यवाद। लघुवित्त सङ्घ संस्थाहरूमा देखिएको आन्दोलनले लघुवित्त कम्पनीहरूको नाफा सधैँ सङ्कुचन भयो। यो आन्दोलन अहिले तत्कालका लागि केही मत्थर भए तापनि रिकभरीको समस्यामा पनि अझै लघुवित्त कम्पनीहरू परेका छन्। यी व्यवस्थापनहरूलाई के कसरी राष्ट्र ब्याङ्कले हेरेको छ र लघुवित्त कम्पनीहरू तल्लो तहमा रहेर सेवा दिने भएका कारणले गर्दाखेरि लघुवित्त कम्पनीहरूका लागि चाहिँ स्रोत परिचालन गर्नका लागि सरकारले के कस्ता कदमहरू चालेको छ भन्ने विषयमा केन्द्रित रहेर आज हामी शेयर गफ गर्यौं। आज हामीसँग स्टुडियोमा शेयर गफ गर्नका लागि हुनुहुन्थ्यो विजय लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्साल। उहाँसँग समग्र बजारको स्थिति सँगसँगै अहिलेको लघुवित्त क्षेत्रमा परेको प्रभाव र अहिलेको लघुवित्तको आवश्यकताका विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। तपाईसँग पनि बजार सम्बन्धी केही विषयवस्तु छ भने हामीलाई जानकारी गराउन सक्नुहुन्छ। शेयर बजार सम्बन्धी यी र यस्तै सामग्रीहरूका लागि मेरो लगानी युट्युब च्यानल सब्स्क्राइब गर्दै गर्नुहोला। भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्न नबिर्सिनुहोला। हस्त नमस्कार।